है बुवा यस्तै छ कि घरमा आए पछाडि यसो रमाइलो लाग्छ अनि त्यो भएर है तेरो पढाइमा अल्छी गरी होइन त बुवा पैसा खर्च गरे माया छैन मुवा पढेर जाँदिनँ भने त्यत्रो दिन छुट्टी लिएर आएको छ होइन त मुवा गाइजहरू म अहिले घरमा छु म मेरो बुवासँग गफ गर्दै भिडियो खिच्दै गरिरहेको छु खासमा मेरो मास्टर्सको एक्जाम थियो कि अनि अब 2-4 वर्षै भयो पढ्न छोडेको पनि अनि अब फेरि यहाँ आफ्नो घर गाउँमा आफ्नो ठाउँमा अनि कलेज भएको हुँदाखेरि यसो भर्ना गरिराखौँ न भनेर भर्ना गरिराखेको थिएँ अनि अहिले एक्जाम चलिरहेको छ अनि म त्यो एक्जामको लागि भनेर अहिले घरमा आएको घरमा भाइ सुनिहाल्नुभयो मेरो मुवा हुनुहुन्छ है अनि मेरो मुवालाई यो ठाउँ अति प्यारो अनि छोड्न मान्नु हुँदैन है अनि हामीसँग जाम अब बुढो हुनुभयो नबस्नु भन्दा मलाई यहीँ यस्तो राम्रो छ आफ्नो ठाउँमा तिमीहरूको त्यहाँ के छ र त्यो अर्काको ठाउँमा म गएर बस्दिनँ मलाई त खुल्ला चाहिन्छ भन्नुहुन्छ आफ्नो आफ्नो त चलिन्छ कहीँ जान्न म तिम्रो आऊ बरु भन्नुहुन्छ अब हामी पनि अब त्यस्तै हो अब अवसरको खोजीमा बाहिर भएको बाहिरको बाहिरै भयो बच्चापछि उतै भए है उतै पढ्ने त्यस कारणले गर्दाखेरि अहिले त्यही आफू फर्केर आइराख्न चाहिँ अनुकूल त्यति मिलिसकेको छैन तर भविष्यमा चाहिँ आउने चाहिँ यही हो है बस्ने यही हो यो आफ्नो ठाउँ हो यो आफ्नै बाजे बराजुले लगाइदिनु भएको कटहरको रुख हो यो कति वर्ष पुरानो भन्ने नि थाहा छैन क्या है त कतिपय नयाँ भिडियो हेर्नुभएको साथीहरूले हुन्थ्यो कुन ठाउँको भिडियो होला भन्ने खालको पर्ला यो चाहिँ अब हजुरको भानु नगरपालिका वडा नम्बर 11 तनहुँ है अवस्थित यो भन्नलाई तनहुँ भन्छ सुन नि तनहुँ नै हो जिल्ला तर ठ्याक्क लमजुङसँग जोडिएको छ क्या वारी र पारी यो हजुरको लमजुङको सुन्दर बजार हो है यतापट्टि सिधा अगाडि चाहिँ यो भानु नगरपालिका वडा नम्बर 11 उल्याहार तनहुँ यो ठ्याक्क उल्याहारको फाँट भन्छ अथवा यसलाई कटरबारी फाँट पनि भन्ने चलन रहेछ पहिलादेखि है नजिकै चाहिँ हेर्नुहोस् त यस्तो आनन्दको ठाउँ लाग्छ मलाई पनि त्यही भएर भिडियो बनाउँ जस्तो लाग्नु कारण त्यो हो कि खासमा अब बजार पनि नजिकै छ बाटोघाटोको यस्तो सुविधा छ है घरमै जान्छ बाटो सबै आनन्द छ नि हरियाली खुल्ला ठाउँ अब काठमाडौँ त्यो धेरै टाढा पनि छैन जम्मा 5 घन्टामा यहाँदेखि काठमाडौँ पुगिन्छ पोखरा 2 घन्टामा चितवन 1.5-2 घन्टामा अनि जहाँ गएर पनि आफ्नो घरमा बास बस्नको लागि आउन भ्याइन्छ के त्यस्तो ठाउँ छ यो है यसलाई चाहिँ मैले मेरो ब्लग नम्बर 3 भन्ने नामकरणले पनि नामकरण गरेको छु है बेला बेला मेरो यस्तो बाहिरतिर जाँदाखेरि कहिले चाहिँ आउँछ यस्तोहरू भिडियोहरू यसो हेरिदिनु होला सल्लाह सुझाव दिनु होला है त्यही पनि आज मेरो एक्जाम छ त्यही भएर पढेन भनेर मुवाले मलाई कराइ राख्नु भएको छ त्यस कारणले गर्दाखेरि म अब एकछिन यसो पठन पाठनतिर लाग्नु पर्यो 12 बजेदेखि एक्जाम हो है अब फेरि हजुरहरूसँग अर्को भिडियोमा भेट हुने बाचा गर्दै अहिलेलाई म प्रकाश केसी है
भानु नगरपालिका वडा नम्बर 11 उल्यारको बिचमा ठ्याक्क कटरबारी है त। यो कटरको बोट चाहिँ एकदम मेरो पुर्खाहरूले लाउनु भएको, कति वर्ष हो थाहा छैन होइन, तर एकदम प्रख्यात छ। मिठो पनि छ, फल दिइरहेको छ, अझै पनि फलेको छैन त ल। ऊ लास्टमा एउटा पनि जस्तो झुन्डिएको छ, यस्तो टेस्टी छ फेरि छनलाई। अवसर मिल्यो भने म हजुरहरूलाई पनि यो चखाउँला है। जोडिनुहोस्, 2 दिनको जिन्दगी केही छैन हेर्नु, साथीभाइ भन्ने चिज चाहिँ एकदम ठुलो कुरा हो, मित्रता भन्ने। त्यहाँभन्दा माथि चाहिँ मेरो फेरि पहिला यस्तो हुन्थ्यो क्या, गाउँ होइन, माथिको गाउँ जुन बादलभन्दा अलिक तलतिर त्यतातिर, त्यहाँ पनि अब त्यो जमिनहरू बस्तीहरू थियो। अब आजभोलि मान्छे चाहिँ धेरै जसो सबै पातलो हुनुभयो क्या, बस्ती जति सबै हुन गयो, मान्छे सब बाहिर हिँड्न थाले, त्यति धेरै अहिले चाहिँ छैन। त्यो गाउँ भन्छ। अनि यो चाहिँ बेसी भन्दो रहेछ क्या होइन। यो कति ठाउँमा अझै पनि छ होला, हाम्रो नेपालको भूगोल परिवेशमा यस्तो खालकोहरू छ होइन। यो बेसी भयो होइन। माथि चाहिँ गाउँ, त्यो चाहिँ कालीपोखरी चापाखर्क है भन्ने ठाउँ हो क्या त्यो गाउँ। त्यो बेसी ठ्याक्क तल, त्यो धेरै टाढा छैन, साधनमा हुने नि 2-3 मिनट 5 मिनट पनि लाग्दैन कि, बाटोघाटो खुलेर होइन, साधनमा जाने भने चाहिँ। तर हिँड्दा चाहिँ लाग्छ 45 मिनट 1 घन्टै लाग्छ हिँड्न नसक्नेलाई। त्यो कालीपोखरी माथिको चाहिँ चोकको दरबारै छ, चाहिँ मुख्य कुरो चोककोट हो। पहिला तनहुँको दरबार हो त्यो है। पहिला हाम्रो तनहुँको राजाहरू बस्नुहुन्थ्यो अरे त्यहाँ दरबारमा। ठाउँमा छ नि यो लमजुङ तनहुँ गोर्खामा। त्यसै तनहुँको चाहिँ त्यो त्यहाँ पर्छ है, यतापट्टि साइडबाट ल्याउने। माथि टपदेखि त्यो तनहुँको दरबार भयो। म ठ्याक्क तलले जाँदैछु क्यामेराले, तल बेसीमा सट्ट बेसी हुँदै ठ्याक्क लमजुङको सुन्दर बजार पारी, र वारिपट्टि चाहिँ तनहुँ है त। के कस्तो भयो, अवसर मिल्यो भने म फेरि अर्को बनाएर हजुरहरू सामु उपस्थित हुन्छु। ल अहिलेलाई चाहिँ अब सुनिहाल्नुभयो, मुहालाई कराइसक्नुभयो, पढ्नु पऱ्यो यताउता भनेर। अब आफूलाई अब त्यो धेरै पढ्न चाहना लाग्दैन है। अहिले चाहिँ छुट्टी है त, फेरि कराउने बेला हुनेछ। हस्त नमस्कार। फेरि म कडा हुनुहुन्छ।